हेलो हाई नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो यो भिडियोमा। यतिखेर म चाहिँ पाल्पा जिल्लाको माथागढी गाउँपालिका अन्तर्गतको माथागढी किल्ला जाने बाटोमा छु। पछाडी साथीहरु आउँदै हुनुहुन्छ। एकदमै मौसम चिसो चिसो छ र ठाउँ पनि निकै आकर्षक देखिरहेको छ। पछिल्लो समय माथागढी गाउँपालिकाले यसलाई पर्यटकीय स्थानको रूपमा विकास गर्नको लागि यस्ता संरचनाहरू चाहिँ बनाइरहेका छन्। यहाँ हाम्रो साथीहरुको कला पनि देखिँदैछ। हेर्नु, जादु आफ्नो कला। यहाँ एकदम शीतल शीतल हावा चलिरहेको छ। ल यहाँ साथीहरु चाहिँ थगाई मार्दै हुनुहुन्छ। यतिखेर चाहिँ हामी ठ्याक्क माथागढी मन्दिरमा आएका छौं। यो के रे यहाँ दर्शन गर्ने ठाउँ भित्र कस्तो छ मैले तपाईलाई देखाउँछु अलिअलि। तर यहाँ चाहिँ चाबी लागेको अवस्था रहेछ। हामी चाहिँ यहाँबाट फर्किएका छौं। साथीहरु यता जाँदै हुनुहुन्छ। ल अब चाहिँ हामी यो माथागढीको यो मन्दिरबाट चाहिँ बाहिर निस्केका छौं। अब हामी कहाँ कहाँ जान्छौं त्यो चाहिँ म तपाईलाई देखाउँछु। ल फाइनली साथीहरु पानी परेको अवस्था। हामी यतिखेर चाहिँ ठिक्क कहाँ गोठादी जगतमा आएका छौं। साथीहरु पछाडी हुनुहुन्छ। पानी परिरहेको अवस्था छ। यहाँ रेस्ट गर्दै छौं हामी। गफ त मजाले हुँदैछ यता। यो चाहिँ चिया खाँदै गरेको अवस्था। एकदम शीतल चिसो भएर के चिसो जाडो छ। यता चाहिँ यस्तो छ है। माछा पकाउँदै हुनुहुन्छ। लोकल माछा गोठादी खोलाको। तपाईले इतिहास हेर्नुस् आजसम्म कुनै गोकर्ण बिट हो जसले यहाँ चाहिँ लोकल कुखुराको एकदम मुस्किल हामी हिँड्ने हो। यहाँ ढिलो गर्नु छैन। पानी पिदै भयो जल्प पुगिन्छ। पुगिन्छ। ल हामी यहाँबाट हिँड्ने ग्रुप हो है साथीहरु। ल छिटो जाम। ल साथीहरु हामी यतिखेर भने माथागढी गाउँपालिका भन्दा माथि आएका छौं। यहाँ चाहिँ आरु फलेको अवस्था छ। यहाँ साथीहरुले टिप्दै हुनुहुन्छ। आरु पाकेको छ। यताबाट सर्भ गर्ने काम हुँदैछ। यता टिप्नी कस्तो छ खै खाएर चेक गर्नु न। अलि पाके छैन क्या यार। ल अब हामी चाहिँ यहाँबाट हिँड्दै छौं। यतिखेर भने हामी पाल्पा पुरो खोलामा आएका छौं। यहाँ खुल्ला व्यायामशाला रहेछ। साथीहरु तलबाट आउँदा नथाकेर यहाँ आउँदै एक्सरसाइज गर्दै हुनुहुन्छ। यता एकजना सरले यो घुमाउँदै हुनुहुन्छ। ल पुरै जेठको महिना हिँडेको है यस्तो छ। हामी चाहिँ राति राति हिँड्दैछौँ साथीहरु। यस्तो छ एकदम एडभेन्चर टुर। तर यहाँ हेर्नु न बाइकको स्थिति कस्तो छ। वै 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 कहाँ हो? जम जम जम। यो पूर्व खोला बुर्ता बजार। अब यहाँ खानपिनको कार्यक्रम हुँदैछ। प्योर हामी आज राति चाहिँ यहाँ बसेका थियौं माथि पूर्व खोला गाउँपालिका वडा नम्बर कति 3 पाल्पामा पर्छ। अब यहाँबाट हामी चाहिँ फर्किन लाग्छौं। पछाडी हाम्रो ब्याकग्राउन्डमा दाइ हुनुहुन्छ। यो पसलको साउजी भन्नुपर्छ। एकदमै धेरै राम्रो सर्भिस गर्नुभयो। दाइलाई धन्यवाद छ। ल साथीहरु जाम न अब। एक तपाईहरु पनि पूर्व खोला आउँदै हुनुहुन्छ भने भट्टीवाला रेस्टुरेन्ट एन्ड लजलाई सम्झिनु होला। सर्भिसिङ एकदम राम्रो छ यहाँको। ल अब साथीहरु यहाँबाट निस्किनेलाई तम तयारी अवस्थामा हामी जाने यता। र यता चाहिँ माथि पूर्व खोला गाउँपालिकाको नवनिर्मित भवन यहाँ तपाईले अलिअलि मात्र देख्न सक्नुहुन्छ। त्यो चाहिँ बन्दै अब अन्तिम चरणमा पुगेको रहेछ। अब हामी यहाँबाट फर्किँदै छौं। साथीहरु तयारी भइसकेको अवस्था छ। ल गए लड्दै पड्दै उगे
गाइज हामी यतिखेर भने यहाँ चाहिँ एउटा के भन्छ यो तिनौँ खोलाको शिर माथागढी झड्याबाट आउने यो खोलाको एकदम बिचमा उहाँ गएर निकै चाहिँ गहिरो रहेछ। यहाँ चाहिँ नुहाउने कार्यक्रम हुन लागिरहेछ। ल आयो ओए 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 यस्तो हावा चलिरहेको छ। अब भने म भने जाडो भएर निस्केँ यहाँबाट। निकै गहिरो रहेछ। ओहो जाडो छ। अब यहाँ स्विमिङको कार्यक्रम सकियो है त मेरो चाहिँ। फाइनल्ली साथीहरू हामी चाहिँ फर्केको अवस्था। के अरे हाम्रो यो माथागढी पूर्व खोला यात्रा चाहिँ अब लगभग अन्तिम चरणमा पुगेको छ। हुन त हामी यतिखेर माथागढीमै छौँ, तर पनि अब चाहिँ हामी घरतिर प्रस्थान गर्दैछौँ। एकदमै अब धेरै टाइम लाग्दैन होला। एकदम रमाइलो भयो। अवश्य पनि तपाईँलाई कस्तो लाग्यो यो भिडियो कमेन्ट गर्न नभुल्नु होला। च्यानलमा नयाँ हुनुभएका साथीहरूले सब्सक्राइब पनि गरिदिनु होला भन्दै बिदा चाहन्छु। तपाईँको बाँकी समय शुभ रहोस्। नमस्ते।